हरि ओम नमो नारायण। जय काल भैरव बाबा। भिडियो हेर्नुहुने सबैलाई नमस्कार। आज म भगवान काल भैरव बाबाको बारेमा चर्चा गर्न जाँदैछु। काल भैरव बाबा को हुन् त? उनलाई सेवा गर्दा के फल मिल्छ? के साँच्चै उनलाई पूजा गर्दा मागेको कुरा पुरा हुन्छ त? भिडियो अन्तिमसम्म हेर्नुहोला। काल भैरव बाबा भगवान शिवजीका तेस्रो अवतार हुन्। उनी एकदमै शक्तिशाली भगवान हुन्। उनीसँग जे माग्यो त्यही पुग्छ। उनको वरदानले भक्तजन रातारात करोडपति भएका उदाहरणहरू पनि धेरै छन्। काल भैरव बाबा तास्मिक भगवान हुन्। उनलाई प्रसादको रूपमा माछा मासु रक्सी अन्य चिजहरू चढाइन्छ। विशेष गरी शनिबार र आइतबारका दिन उनको पूजा आराधना गरिन्छ। काल भैरवजीको पूजा गर्नाले नवग्रह शान्ति हुने कुरा प्रख्यात छ। भगवान काल भैरवजीलाई मनपर्ने कुराहरू जस्तै रक्सी मासु चढाउनाले उनी प्रसन्न भई भक्तजनको मनोकांक्षा पुरा गर्ने गर्दछन्। त्यति मात्र नभई घरमै बसी भगवान काल भैरवजीको मन्त्र जप वा मन्त्र मात्र सुनियो भने पनि घरमा भएका भूतप्रेत वा नकारात्मक शक्तिको नष्ट हुने गर्दछ। उनलाई दैनिकै पूजापाठ गर्नाले धेरै ठुलो धनराशि प्राप्त भएको कुरा भक्तजनहरू बताउँछन्। कलयुगका भगवान भनेर चिनिने काल भैरव बाबाले सम्पूर्ण भक्तजनको आकांक्षा पुरा गर्नुभएको इतिहास छ। त्यसकारण काल भैरवजीलाई प्रत्येक शनिबार वा आइतबार हनुमान ढोकामा रहेको काल भैरवजीको मन्दिरमा गएर पूजा आराधना गर्नुहोला। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। कुनै सल्लाह सुझाव छ भने कमेन्ट बक्समा छोडिदिनुहोला।